केपी ओलीको युग चाहिँ मान्छेले 35 वर्ष भन्छ नि, होइन नि। केपी ओली पहिलोचोटि पार्टीको अध्यक्ष बनेको 70 सालमा, अनि प्रधानमन्त्री बनेको त 72 सालमा हो नि। 72 देखि 82 यो बीचको 10 वर्षको समय तपाईँ कम्पेयर गरेर हेर्नुहुन्छ, एउटा चाहिँ कम्पेरेटिभ स्टडी गर्नुहुन्छ भने नेपालको इतिहासमा अहिलेसम्म चाहिँ मैले महसुस गरेको 4 जना मान्छेहरू नेपालको इतिहासको लागि महत्त्वपूर्ण योगदान गरेका छन्। पृथ्वीनारायण शाह जसले एकीकरण गर्नुभयो, बहादुर शाह जसले विस्तार गर्नुभयो, राजा महेन्द्र जसले विकासको एउटा आधार तयार गर्नुभयो, र केपी ओली जसले विकासलाई रफ्तार दिनुभयो। मान्छे भन्छ नि महेन्द्रको पालामा बनेपछि के बन्यो भन्छ नि, राजा महेन्द्र जसले नेपालको विकासको जग हाल्नुभयो, त्यो कुरामा एकदमै ठुलो सम्मान उहाँलाई टक्राउनुपर्छ। किनभने राजा महेन्द्रको शासनकाल 10 वर्षमा जति काम भयो त्योभन्दा पछाडि राजा वीरेन्द्रको 20 वर्षको कार्यकालमा पनि त्यति काम भएको छैन क्या। 10 वर्षमा जति पछाडि त झन् धेरै काम हुनुपर्ने हो नि त। भने राजा महेन्द्र कुन इच्छा शक्ति बोकेको मान्छे हुनुहुन्थ्यो भन्ने कुरा हामीले यहाँ बुझ्न जरुरी छ। अर्को त्यसपछि विकासको गति डिरेल काम हो, वीरेन्द्रको शासनकालमा डिरेल भयो। त्यसपछि 47 पछि एक लेभलको गति समात्न कोसिस गर्यो, त्यसमा पनि समस्या भयो। त्यही बिचमा जनयुद्ध आयो नि त फेरि 10 वर्ष त नेपालमा लडाइँ चलेको थियो, हामी बिर्सिरहेका छौँ। 64 देखि 72 सम्म 8 वर्ष नेपालमा सङ्क्रमणकालीन समय, संविधान बनाउने समय, त्यहाँ पनि समस्या थियो। 72 देखि 82 खास काम भएको यो 10 वर्ष हो। यो 10 वर्षमा तपाईँ शिक्षामा हेर्नुहोस् कुन हदको प्रगति छ, स्वास्थ्यमा हेर्नुहोस्, अनि तपाईँको विद्युतमा हेर्नुहोस्, त्यसपछि तपाईँको खानेपानीमा हेर्नुहोस्, एक घर एक धारा भन्ने प्रोजेक्ट सहित अगाडि बढ्दाको कुन गतिमा काम भएको छ, होइन। सबै दिशामा चाहिँ अहिले तपाईँ मान्नुहोस् नमान्नुहोस्, जसले जेसुकै भन्नुहोस्, यो पटकको चुनावमा बाटो बनेर केही हुन्छ, बिजुली ल्याएर पनि विकास भएको भन्न भए, हस्पिटल बनाएर मात्रै पुग्यो, स्कुल बनाएर मात्रै पुग्यो, रोजगारी चाहियो भन्यो होइन त यसपटक। त्यसको अर्थ बाटो नचाहिएको होइन, पाइसकेको चाहिँ हो। यो भनेको के भने आधारभूत रूपमा विकासको पूर्वाधारको एक चरण सम्पन्न भएको हो नि त। यो पुरा होइन है, फेरि आधारभूत रूपमा विकासको एक चरण सम्पन्न गर्यो। कसले गर्यो? केपी शर्मा ओलीले। त्यसैले म केपी शर्मा ओलीसँग चाहिँ एक लेभलको आसक्त नै छु। उहाँका केही कमजोरीहरू होलान्, कमजोरी त मेरा आफ्ना पनि त छन् नि त, तपाईँका आफ्ना पनि त कमजोरी होलान् नि त। त्यो कमजोरी सहित तपाईँ आफूलाई मन पराउनुहुन्छ नि त। म मेरा कमजोरी सहित मलाई मन पराउँछु नि त।